हेलो गाइज, के छ खबर? हामी चाहिँ आशापुरी राइडमा जाँदैछौँ दाइ र म। अहिले चाहिँ हामीले एसएस चोकमा चाहिँ पेट्रोल हाल्यौँ स्कुटीमा झन्डै 6 लिटर जति। र अब हामी अगाडि बढ्दैछौँ। राधे राधे सल्लाघारी सूर्यविनायक हुँदै हामी चाहिँ सूर्यविनायकबाट राइट लिएर माथितिर सूर्यविनायक गणेश मन्दिर हुँदै क्याम्पे डाँडा पाइलट बाबा पाटी भन्ज्याङ हुँदै जाने प्लानमा छौँ। र अहिले चाहिँ हामी यहाँ राधे राधे चोक आइपुग्यौँ। अब यहाँ राधे राधे चोकबाट सटटटटटट गइन्छ। अहिले हामी यहाँ आइपुग्यौँ सृजननगर चोक होइन। अनि सृजननगर चोकमा चाहिँ झन्डै 71 km/h स्पिड पुगेको छ मेरो, विच इज द हाइएस्ट एभर। एन्ड अब यहाँ चाहिँ बल्ल बल्ल बाल बच गया। लाइट देखिनँ मैले होइन, टक्क जे होस् ब्रेक चाहिँ लाउन भ्याएँ। अनि अहिले चाहिँ हामी टक्क यो बिचको भाग रेकर्ड गर्न बिर्सिएछ, त्यसैले सिधै यो सूर्यविनायकबाट माथि लाग्दाखेरि राइट लागेर माथितिर लाग्दाखेरि मात्रै थाहा पाएँ। र अहिले चाहिँ हामी सूर्यविनायक राइट लागेर माथितिर जाँदैछौँ। माथि यो क्याम्पे डाँडा जाने बाटो, पाइलट बाबा जाने बाटो हुँदै जान्छौँ। अनि त्यतैबाट आशापुरी जान्छौँ है त। सो यहाँबाट चाहिँ दुईवटा बाटो छुट्टिन्छ। एउटा चाहिँ यता यही पाइलट बाबा जाने बाटो जान्छ भने अर्को चाहिँ हामी यतापट्टि गुन्डुपट्टि जान सक्छौँ, सुवर्णेश्वरपट्टि। यो राइट लियो भने गुन्डुपट्टि पुग्यो र लेफ्ट लियौँ भने चाहिँ हामी यता पाइलट बाबा पुग्छौँ। र हामी चाहिँ लेफ्ट लिएर जान्छौँ। यहाँ चाहिँ हल्का पिच बिग्रेको बाटो छ, त्यही भएर अलि अप्ठ्यारो नै छ। पिच बिग्रेर चाहिँ चलाउनलाई हल्का अप्ठ्यारो हुन्छ, खाल्टामा परिन्छ होइन। अब यस्तरी दामीसँग वरिपरि जङ्गल छ, जे होस् यो बाटो हिँड्न चाहिँ रमाइलै हुन्छ है त। दुईपट्टि हरियाली, टक्क जङ्गलमा। अझ पानी पऱ्यो भने अझ राम्रो देखिन्छ। हाम्रो प्लान चाहिँ लालीगुराँस खोज्न जाने हो। हेरौँ भेटिन्छ कि भेटिँदैन, कहाँसम्म पुग्दा भेटिन्छ होइन। भेट्यो भने ल्याउँला। यहाँबाट पनि टक्क दुईवटा बाटो छुटेको छ होइन। यो लेफ्ट जाने बाटो चाहिँ यो डोलेश्वर महादेव जाने बाटो हो, सिपाडोलपट्टि। हामी चाहिँ सिधै जान्छौँ, सिधा अगाडि लेख्न लागि जान्छौँ। अनि यो भ्यू हेर्नु होइन, क्या दामी छ। यहाँ चाहिँ मैले चाहिँ भिडियोलाई चाहिँ फास्ट बनाइदिएको छु, किनभने मेरो स्पिड चाहिँ स्लो छ। अनि ट्याक्क फास्ट बनाउँदाखेरि पनि त्यति हल्लेको छैन, जे होस् राम्रै आइरहेको छ। गुटुटुटुटु सर कहीँ पनि त्यस्तो के भन्छ, भिडियो चाहिँ जे होस् स्टेबल नै आइरहेको छ, राम्रै आइरहेको छ। भ्यू चाहिँ दामी छ, दामी त। यहाँ चाहिँ हामीले देखेका थियौँ लालीगुराँस, त्यो चाहिँ अलि नटिपौँ भनेर नै हामीले टिपेनौँ, माथितिर लाग्यौँ है त। अनि जे होस् जङ्गलमा चाहिँ रमाइलै छ अवस्था। अब यही बाटो चाहिँ हामी पाइलट बाबा क्याम्पे डाँडासम्म पुग्छौँ, सिधै गयौँ भने। यो ठाउँमा चाहिँ पैदल लागेको छ होइन। पैदल लागेर एउटाभन्दा अगाडि चाहिँ हुँदैन,
गाह्रो नै छ। सो बी केयरफुल। यतातिर चाहिँ पहिरो चाहिँ मजाले आएको छ, अफरोड जस्तो नै बनाइदिएको छ। अहिले चाहिँ हामी पाइलट बाबा आइपुगेका छौँ। यो गेट देख्न सक्नुहुन्छ होइन, पाइलट बाबा आश्रम जाने। अनि त्यतापट्टि नलाग्ने, हामी चाहिँ सिधै जान्छौँ, सिधै रोड हाइवे जान्छौँ होइन। अनि त्यहाँबाट जाँदाखेरि चाहिँ क्याम्पे डाँडा हामी चाहिँ क्याम्पे डाँडा पुग्न सक्छौँ। धेरै टाढा त छैन, जस नजिकै छ क्याम्पे डाँडा यहाँबाट पनि। अहिले चाहिँ हामी यहाँ क्याम्पे डाँडा आइपुगिसकेका छौँ र यो चाहिँ क्याम्पे डाँडा हो। अनि यहाँ चाहिँ एउटा ठुलो घ्याम्पो पनि छ क्या, यही घ्याम्पोकै नामबाट क्याम्पे डाँडा भनेर राखेको होला सायद। जस होटल रिसोर्टहरू यहाँ चाहिँ मजाले छ, पिकनिक स्पोट पनि हो होइन। तलतिरको भ्याली भ्यू पनि राम्रो देखिन्छ यतापट्टि साइडबाट। हामी चाहिँ हो त्यो माथि भन्ज्याङ जस्तो देखिन्छ होइन, त्यो भन्ज्याङ जस्तोबाट चाहिँ चट्ट छिरेर जान्छौँ। यतापट्टि पनि दुईवटा बाटो छ के अरे, एउटा रानीकोट जान्छ, यता के पो भन्छ ठाउँको नाम बिर्सेँ। त्यतापट्टि मानेदोबानपट्टि जान्छ भने अर्को हामी चाहिँ लेफ्ट लिएर चाहिँ हल्का कच्ची बाटो पनि छ होइन। यहाँसम्म चाहिँ ढलान छ, अब चाहिँ कच्ची सुरु भयो। यो कच्ची सुरुबाट चाहिँ अब टक्क पाटी भन्ज्याङ निस्केर हामी आशापुरी जान सक्छौँ। यहाँबाट धेरै छैन, त्यस्तै 5 किलोमिटर, अराउन्ड 5 किलोमिटर है, त्यति मात्रै छ। र त्यो चाहिँ बनेपा नगरपालिकामा पर्छ, काभ्रेमा, वडा नम्बर 10। ओके, यहाँ चाहिँ हामीले एकछिन रेस्ट गरेर फेरि लाग्यौँ है त। अफरोड छ मजाले, तपाईँहरूलाई त बाइकमा त त्यति अफरोड पनि हुँदैन, पिच जस्तै होला, तर मलाई चाहिँ गाह्रो नै छ। अनि त्यति हो, धेरै त छैन फेरि अफरोड त, पिच आइसकेको छ। पर पाटी भन्ज्याङबाट चाहिँ जोस् अफरोड छ हल्का, तर त्यति धेरै चाहिँ छैन, पिच बिग्रेको मात्रै हो, अफरोड चाहिँ नभनौँ है त। सो यो चाहिँ पाटी भन्ज्याङ, टक्क यहाँबाट चाहिँ हामी सिधै जाने होइन, दायाँ बायाँ लाग्ने बाटो पनि छैन र पिच पनि यहीँ नै सकिन्छ। यसपछि चाहिँ बिग्रेको छ, पिच बिग्रेको छ होइन, यस्तै छ यी खाल्टाखुल्टी। अब यहाँबाट चाहिँ प्योर गाउँको भाइब आउँछ। टक्क जस्ताले छाएको माटोको घरहरू देख्न सक्नुहुन्छ होइन। अनि यहाँ चाहिँ बरु चोक छ कि 3टा बाटो छ होइन, एउटा माथितिर जाने राइट जाने, अर्को सिधै जाने छ, अर्को चाहिँ तलतिर जाने छ। र यहाँ चाहिँ हामी चाहिँ कता जाने भनेर कन्फ्युज भएर एकछिन डिस्कस गरेर बस्यौँ। अनि फाइनल्ली हामी चाहिँ बाटो थाहा नहुँदै पनि हामी चाहिँ राइट लिएर तलतिर लाग्यौँ। जोस् तलतिरकै बाटो रहेछ आशापुरी जाने पनि। र हामी चाहिँ यहाँबाट चाहिँ अफरोड भएको हुनाले पनि माथितिर नगइकन तलतिर नै गएको छौँ, राइट लिएर नै गएको छौँ। र यता जाँदाखेरि चाहिँ जोस् टक्क गाउँ चाहिँ मजाको गाउँ छ, यसरी कुखुरा पालेको छ है, कहिलेकाहीँ आउला भन्ने फिर। पहिरो चाहिँ मजाले लागेको छ, जताततै पहिरो छ, तलतिरको भएर पनि होला, यहाँ पनि पहिरो छ है दामको। जोस् तलपट्टि खोला छ अनि माथि माथिल्लोपट्टि चाहिँ पहिरो छ। अनि यहाँबाट 3 किलोमिटर जति भएर चाहिँ आशापुरी आउँछ। त्यो चाहिँ एउटा केको मन्दिर, दोभान महादेवको मन्दिर हो। साँझमा चाहिँ मेला लाग्छ अरे, चाहिँ स्कुल बस पनि आउँदो रहेछ।
Why don't you go for a walk? Why don't you look at the garden? Why don't you smile anymore? सो त्यसपछिको चाहिँ भिडियो चाहिँ मेरो गोप्रोमा रेकर्ड भएन छ जोस् त्यति नै स्टेपहरू रहेछ जोस् त्यहाँबाट 500 मिटर जतिको भिडियो नबनेको भएर सिधै मन्दिरको भिडियो छ होइन मन्दिरको फुटेजहरू छ यही नै हो यहाँ चाहिँ ट्याक्क दोकान छ देख्न सक्नुहुन्छ होइन एउटा माथिबाट आइरहेको छ खोलो एउटा तलबाट आइरहेको छ लेफ्ट र राइटबाट होइन यहाँ चाहिँ दामी ढुङ्गे धारा पनि छ यसरी चाहिँ यो आशापुरी मन्दिर छ होइन अनि हामी यहाँबाट उता चाहिँ गएनौँ हामी दर्शन गऱ्यौँ र फर्क्यौँ त्यो बिचको फुटेज चाहिँ नभएको भएर सिधै यही नै राखिदिएको छु है त मन्दिरकै फुटेज अनि त्यसपछि चाहिँ हामी चाहिँ फर्क्यौँ रिटर्न ब्याक त्यही बाटो पाटीबन्ज्याङसम्म र पाटीबन्ज्याङबाट चाहिँ यता अघिको बाटो नगइकन त्यहाँबाट चाहिँ हामीले राइट लिएर तल यो सिपाडोल हुँदै फर्किने निर्णय गऱ्यौँ सिपाडोलमा पनि एउटा डोलेश्वर महादेव छ होइन यो बाटो चाहिँ बन्दै गरेको रहेछ जस कच्ची नै छ भनौँ अनि यो पछाडि साइडमा चाहिँ ठुलो ठुलो माटोको थुप्रोहरू छ होइन डिस्कोहरू छ सो बी केयरफुल टायर चाहिँ चिप्लिन सक्छ अनि तलबाट आउन चाहिँ जोस गाह्रो नै छ माथिबाट जाँदाखेरि चाहिँ ततिर जाँदा त सजिलै भइहाल्छ र ओह्रालो पनि भयङ्कर छ यो बाटो चाहिँ ओह्रालो मजाले छ अनि यहाँबाट चाहिँ हामी अब हामीले लाली गुराँस चाहिँ भेटेनौँ मन्दिरसम्म पुग्ने प्लान चाहिँ सक्सेस भयो तर लाली गुराँस चाहिँ भेटेनौँ है त ओके यहाँ चाहिँ दामी डेन्जर ओह्रालो छ कि फेरि हेर्नु सिधै सरर होइन यस्तो ओह्रालो छ भिडियोमा त त्यसै देखिएला तर यो चाहिँ रियलमा चाहिँ फेरि दामी नै ओह्रालो छ है यो बाटो चाहिँ यहाँ चाहिँ यही स्टेप धेरै त छैन यो स्टेप चाहिँ खत्रै छ फेरि बनिसकेपछि चाहिँ जस उतापट्टि ग्याम्पे डाँडाबाट जाँदा भन्दा यो बाटो जाँदा चाहिँ फास्ट नै हुन्छ छोटो नै छ यतापट्टि साइडबाट चाहिँ डोलेश्वर हुँदै तर अहिलेलाई चाहिँ त्यताबाट जानु डोलेश्वर हुँदै जानु चाहिँ अलि राम्रो बाटो छैन यसरी ग्यान्डाङ ग्यान्डाङ यस्तो मजाको छ नि यो गिटी रोडाहरू मजाले पिचको लागि पेल्नको लागि रेडी बनाउँदैछौँ त्यसले गर्दा पनि अप्ठ्यारो छ होइन
भ्याली भ्यू चाहिँ यहाँबाट चाहिँ दामी देखिन्छ। राइट साइड लेफ्ट साइडमा हेर्दाखेरि चाहिँ होइन जस राम्रो छ, भ्यालीको भ्यू चाहिँ देखिन्छ है। अनि यो पारीदेखि गएको चाहिँ क्याम्पे डाँडा हो। हामी चाहिँ अहिले चाहिँ यो पारीबाट नआइकन सिधा अर्कै बाटो आइदिउँ। जस क्याम्पे डाँडा पनि देखिरहेको छ त। यहाँ चाहिँ हामी एकछिन रेस्ट गऱ्यौँ, त्यसपछि फेरि ओह्रालो लाग्यौँ। ओके, रोडाले चाहिँ डेन्जर बनाउँछ क्या फेरि। ओहो धुलो 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 डह्रो धुलो। रोड नै धुलाम्बे छ नि त। पानी पऱ्यो भने हिलाम्बे हुन्छ यो बाटो, र पानी परेन भने धुलाम्बे हुन्छ है। यहाँबाट भ्युज हेर्न सक्नुहुन्छ होइन, भ्यू हेर्न सक्नुहुन्छ, दामी देखिरहेछ। र यो तल देखेको बस्ती चाहिँ सिवाडोलो। यहीँ चाहिँ एउटा डोलेश्वर महादेव के भन्छ कैलाश केदारनाथको डियामा भएको केदारनाथको शिरको रूपमा पनि पूजा गरिन्छ यहाँ भएको मन्दिरलाई चाहिँ होइन। बाटो पिच गर्न ढलान गर्न चाहिँ यहाँ कामदारहरू पनि काम गरिरहेका छन्। यो बाटो चाहिँ पुरै कच्ची छ, ढलान हुँदै पनि छ। बस्ती तलतिर चाहिँ ढलान भइसकेपछि चाहिँ राम्रो होला, अहिले चाहिँ राम्रो छैन, पुरै अफरोड नै हो। रेगुलर हामीले पोलिटिकल भिडियो बनाउने गरे पनि अहिलेलाई चाहिँ हामीले चाहिँ नयाँ टाइपको भिडियो एउटा राइड जस्तो बनायौँ होइन। यो पनि फर्स्ट एक्सपिरियन्स हो, कस्तो छ हेर्नु होला मजाले होइन, फुल भिडियो हेर्नुहोस्। अनि तपाईँको प्रतिक्रिया चाहिँ कमेन्टमा लेख्नुहोस् होइन। तल यो देखेको मन्दिर नै हो है त, डोलेश्वर महादेवको पनि दामी आएछ यहाँबाट चाहिँ होइन। भ्यू चाहिँ त्यो तलको मन्दिर हो है त। अनि यो पारिपट्टि चाहिँ पुरै प्लटिङ गरेर होइन, डाँडो नै सखा पारी चाहिँ रहेछ। लेट्स होप बालनले केही राम्रो काम गर्नेछ यो खालको यसको बारेमा चाहिँ पुरा यो डाँडो चाहिँ सफा पारिसकेका छन् होइन। टक टक रोड पुऱ्याइदिने हो, त्यसपछि त्यहाँ चाहिँ प्लटिङ जानिहाल्ने। केही नयाँ नियम ल्याओस् भन्ने आश हो है त। सो यहाँबाट चाहिँ फेरि पिच सुरु भइसकेको छ। अफरोड पनि त्यति थियो, त्यति त नभनौँ धेरै नै थियो। माथि डाँडोबाट यहीँसम्म नै छ, तलसम्म नै अफरोड छ होइन। अब चाहिँ जे होस् अफरोड पनि सक्यो, अब पिच आयो, अब बस्ती पनि आयो, त्यही भएर पिच पनि आयो। अब यहाँ चाहिँ टक्क यहाँबाट पनि जान सक्नुहुन्छ तपाईँ। यो अर्को के ठाउँ भन्थ्यो मैले नाम बिर्सेँ, तर यो लेफ्ट साइड जानुभयो भने चाहिँ यहाँ चाहिँ श्री केदारनाथको शिर भनेर भनेको छ होइन। अनि यहाँबाट चाहिँ तपाईँहरू डोलेश्वर महादेवको पनि दर्शन गर्न सक्नुहुन्छ। यही तलको चाहिँ डोलेश्वर महादेवको यहाँबाट चाहिँ हामी दर्शन नगरी सरासर फर्क्यौँ होइन।
नै थियो भिडियो। हामी चाहिँ यहीँसम्म थियो। यहाँबाट पनि हाम्रो घरसम्मको भिडियो फुटेज चाहिँ सेभ भएन छ। सो यहाँबाट पनि हो अर्को गेट चाहिँ डोलेश्वर महादेवको लागि। र ओके, बाई बाई।